यो चुनावपछि फेरि बहुमत ल्याएर म प्रधानमन्त्री भएँ भने 6 महिनाभित्र ग्यास वितरण गर्छु। यो रेकर्डमा रहोस्। पक्कै पनि यो रेकर्डमा छ। रेकर्डमा रहोस्। यो अहिले पनि बजाउनु होला। प्रधानमन्त्री भएँ भने 6 महिनाभित्र भनेको छु मैले। दिनै पछि बजाए पनि हुन्छ सम्झनाका लागि। फेरि ग्यास यो चुनाव अगाडिको चिप्लो र चिल्लो घोषणा मात्र होइन। होइन, म कहिले त्यसो गर्दिनँ। तपाईलाई बेला धौवादी बेलामा फलाम मान्छेले खाने, उडाउँछन् कि धौवादी खिसी फलाम गर्छन् खाने 85 सालभित्र धौवादी फलाम खाने व्यावसायिक उत्पादनमा लगिनेछ। मैले भनेको छु 83, 84, 85 3 वर्ष बाँकी छ। 3 वर्षभित्रमा मैले रेल ल्याउँछु भनेको थिएँ, मजाक उडाएका थिए। अहिले पनि अस्ति एउटा पत्रिकामा हेरेँ मैले, पत्रिकामा होइन अनलाइनमा हो क्या। खोइ कहाँ गयो रेल, खोइ त पानी जहाज खोइ रेल भन्दाखेरि होइन मैले ल्याएको छु नि नातिलाई खेलाउनलाई रेल ल्याइदिएको छु भनेर एउटा खेलाउने रेल भुइँमा। जनकपुरमा रेल बाटो बनाएर लिक बनाएर रेल बनाएर ल्याएर चलाएको छैन। त्यति देख्न नसक्नेले के कार्टुनिस्ट पत्रकारिता के गर्यो त्यति थाहा छैन भने मैले त भनेको काम गरेको छु त।